फ्युल लेख्यो अनि अर्को कन्टेन्ट चाहिँ यहाँबाट देखिन्थ्यो माछा पुछ्रे अन्नपूर्ण कुनै हाल्थ्यो यहाँबाट देखिन्थ्यो केबल काट्नु आयो पुरै टेकिला हो भाइ नअल्छ मलाई सेफ्टी फर्स्ट साथीहरू लाइफ जमिन त लगाएर चाहिँ यहाँ त ट्राफिक छैन होला कराउँदा केही हुँदैन त हुन्छ पानीमा त ट्राफिक पानीमा ट्राफिक भन्ने मान्छे कस्तो केही छैन यहाँको मार्केट हेर्न आउनुहुन्छ माछा परेवाला चारोवटा साथीहरू नयाँ चस्मा लियो अर्कोमा राखेको थियो र कस्तो लाग्यो त मेरो चस्मा एकदम दाम छ यति लिने हो यो हाम्रो ड्युटी छ 4-5 घन्टा कति लाग्छ त्यसको लागि साइडमा जानलाई हामी बसमा बसेको छौँ अब इन्स्ट्रुमेन्ट सार्ने काम रहेछ यी जुत्तामा चाहिँ त्यही भएर अब पारी तार्न नभएर यसो भ्लग गरेर पोखरा भ्याली वरिपरि पाहाडले घेरेको बिचमा बसेको ठाउँमा चाहिँ पोखरा भ्याली बनेको छ यहाँले देखिहाल्नु पोखराको शिवजीको मूर्ति पछाडि हामी अघि त्यहाँ माथि चढेर आयो अनि यसो भिडियोहरू बनायो ब्याकिङबाट हेलो साथीहरू आज चाहिँ F4 हामी छौँ पोखरामा यहाँको दिदीबहिनी सो हामी 4जना हुनुहुन्छ केटाहरू अझै सुतिरहेको छ यसो उठेर भ्लग हाल्दैछु यहाँको स्पेसल कन्टेन्टहरू त धेरै छ आज सर्वे पनि गर्नेछु कता घुम्न जानेछु केही थाहा छैन सबैतिरको भ्लग गर्ने हो एउटा पार्ट आउँछ 2टा पार्ट आउँछ मलाई अहिले केही थाहा छैन बिहानै छ ओदर एकदम बेटर लागिरहेको छ होइन तातो चिसो छ अब यहाँको बाद स्पेसल ठाउँ चाहिँ बिहानै लिएर जाँदैछु सो लेट्स गो सरी साथीहरू जे देखाउँछु भनेर मैले लिएर आएको थिएँ त्यो चाहिँ अलिकति कतै मिलेन के हेर्नु त यस्तो भइदियो त वेदरमा के देखाउने फ्युल एक देखाउन सक्छु म तपाईँहरूलाई फ्युल एक यो अनि अर्को कन्टेन्ट चाहिँ यहाँबाट देखिन्थ्यो माछा पुछ्रे अन्नपूर्ण कुनै हाल्थ्यो यहाँबाट देखिन्थ्यो सायद माछा पुछ्रे हिमाल होला यता अब केबल कार छ पहिल्यै ठाउँमा कथा बिग्रिदिएको होइन यस्तो सबसे हानिभरि आएको सिस्टम बिग्रियो सो अब फेरि अर्को ठाउँमा जाँदैछु फर्स्ट सबै तयार हुनु पऱ्यो त्यसरी हामी फेरि अघि बढ्नेछौँ सो अब चाहिँ हामी होटेलबाट निस्किसकेको छौँ अब कहाँ जाँदैछ मन्दिर तर मन्दिर उहीँ गएर थाहा हुनेछ बोटिङ गरेर जानु बोटिङ गरेर त्यहाँ जाँदैछौँ अहिले खै हाम्रो ग्रुप यो ओरादेखि परसम्मको पोखराको मार्केट खाएको छ होइन हाम्रो ग्रुपले होइन दोस्त पोखरा खाएको छ नि सो यता हाम्रो गाइजहरू यसो के छ अनि रमाइलो छ बेलमा याद छ निन्द्रा पुगेको छैन चलिरहेको छ होइन ठिक छ सो अझै अघि जाने हो केबल काट्नु आयो पुरै टेकिला हो भाइ नअल्छ मलाई सो मन्दिर भनेको चाहिँ यो आइल्यान्ड होइन त यो बिचको ठाउँमा चाहिँ मन्दिर छ हामी घुम्न जानुपर्ने ठाउँ चाहिँ भयो यो मन्दिर जाने फर्स्ट टिकट हेर्ने रहेछ बुकिङ पनि आज यहाँनिर
सेफ्टी फर्स्ट साथीहरू लाइफ ज्याकेट लगाएर चाहिँ मिहिनेत गर्ने त्यो जानुपर्ने केमा नाउँमा आयो यो नाउँमा चढेर हामी जाने हो फर्स्टमा चढ्ने त्यस पछाडि भिडियो बनाउँछु बोटमा चढिसकेको छ हामी गर्दैछौँ है के चाहिँ छैन यहाँबाट हेर्नुलाई नि यता हाम्रो सरहरूको बोटिङ चल्दैछ हेलो सम्झनु हल्ला खोइ त मेरो त निकै खिचेको नि कि त यहाँ त ट्राफिक छैन होला कराउँदा केही हुँदैन त हुन्छ पानीमा त ट्राफिक भन्ने मान्छे कस्तो एकपट्टि नबस्नै पर्दो रहेछ म एकपट्टि अलिक बलियो अलिक गर्मी भयो गरम भएछ यार अब चाहिँ हामी बिचको साथी अहिले आइसकेको छौँ दामी ठाउँ हो बोटिङ सरी डुङ्गा के भन्छ जोस् डुङ्गा चढेर काहीमा अब मन्दिरभित्र छिर्दैछौँ सो घुमफिर गर्ने हेर्ने मेरो पछाडि जुन मन्दिर देख्दै हुनुहुन्छ त्यो चाहिँ बराही मन्दिर हो एकदम फेवलेको बिचमा छ यो खाने होला आइसकेको छ मन्दिर फेवलेको माछाहरू एकदम ठुल्ठुलो साइजको छ हेर्नुहोस् त यता यो माउर के भन्छ नि अम्बो माछाको साइज के हो यो देखिरहेको छ त क्यामेरामा ओके पनि देखिरहेको छ हेर्नुहोस् त साइज तर यो दुईवटा जातको माछा मिलेर बस्दैन भन्थे तर यहाँ चाहिँ बसेको देखिरहेको छु यो के अरे यो त्यो माउर जात र अर्को यो ग्रास कार्प जात चाहिँ मिलेर बस्दैन भन्थे तर यहाँ मजाले बसिरहेको छ अब यता अरू कास्टको एकदम हेरौँ त साइज यत्रो माछाहरू छ एकछिन हान्नु पर्ने रहेछ साथीहरूको फोटो सेक्सन चल्दै थियो म चाहिँ एकचोटि यसो मन्दिर देखाउन ल्याउँदैछु चाहिँ तालबराही मन्दिर बिचमा छ यताभित्र चाहिँ म बस्दिनँ किनकि मैले के लिएर आएकै छैन यहाँको मार्केट हेर्न आउनुहुन्छ माछा परेवाला चारोवटा यो चाहिँ मन्दिर है अब फेरि यसो यता हेर्नु हल्ला चाहिँ एकदम धेरै हुन्छ यस्तो ठाउँमा फोटोग्राफी चल्दैछ यहाँनिर एकदम फेमस ठाउँ अब चाहिँ यहाँबाट हामी लाग्दैछौँ अब फेरि सेफ्टी ज्याकेट लाउने हो यो लाउने एउटा कहाँ छ यसलाई लगाउने अनि त्यस पछाडि फेरि हामी पारि जानेछौँ हामी डुङ्गामा छौँ जान्छ यहाँको सुन्यो टक्क पानीमा एउटा गयो यता साथीहरू छ अनि यो बोटलाई चलाउँदै चुवाले हुनुहुन्छ साथीहरू नयाँ चस्मा लियो अर्कोमा राखेको थियो र कस्तो लाग्यो त मेरो चस्मा एकदम दाम छ यति लिने हो पोखराको मेरो एउटा सपिङ यो हो पोखरा भन्ने ठाउँमा यति धेरै सपिङ गरेँ जुन देख्न चाहिँ देखिन्न तर यहाँ छ सबैतिर आफ्नो लागि एक ग्लास भने अरू फ्यामिलीको लागि यस्तो पऱ्यो होइन सबैले यहाँबाट किन्यो के किन्यो साथीहरू एउटा औँठी किन्यो यता औँठी छ कुनै समय होइन कुनै समय सबैले आफ्नो आफ्नो किन्यो अब हामी फर्किँदैछौँ यहाँबाट ल साथीहरू अब चाहिँ हामी फेवलेकै
पछाडि राख्दै हामी कारतर्फ अघि बढ्दैछौँ। सर्वे गर्नुपर्ने यस्तो मौसम छ, पानी पर्दा जस्तो देखिरहेछ। त्यहाँ पछाडि फ्युल लेक आइसकेको छु। अगाडि केही थाहा भएन जाने है। साथीहरू हामी खाना खान आइसकेको छौँ। हाम्रो आजको खाना त राजु सर हान्दैछ, त भाइहरू पनि खाइरहेछ, अरू केटाहरू उताभित्र छ। अब खाना खाएर अनि निस्किने एकछिनमा। साथीहरू अब भने काम गर्न लाग्दैछु भनेको ब्रिज साइड सर्वे। यो हाम्रो ड्युटी छ, 4-5 घन्टा कति लाग्छ। सराई साइडमा जानलाई हामी बसमा बसेको छौँ। अनि सर्वे गरेपछि चाहिँ हामी चाहिँ घुम्ने हेर्ने बस्छ पोखराको सिटी यात्रा सर्वे गर्ने ठाउँमा आइसक्यो। हामीले काली खोलामा गर्नुपर्ने रहेछ सर्वे। काली खोला काली स्ट्रिममा हिँड्दो रहेछ। यता पछाडि के छ भने यता निशान सर हेरौँ न। अब सर्वे हान्ने एकछिन। साथीहरू अहिले चाहिँ हामी यो खोलाको एकदमै छेउमा आइसकेको छ। यतैतिर कतै सर्वे गर्नुपर्ने इन्स्ट्रुमेन्टहरू सबै बोकेर आइसकेको छ। अब सरहरूले भन्नुहुन्छ पहिले यो काली स्ट्रिम पुलमा यता माथि अर्को पुल रह त्यता भुल्यो थियो। यो सर्वे टाइम मात्र नभइकन एकदम रमाइलो गर्ने इन्जोय गर्ने टाइम हो। हाफ प्यान्टमा लाएर कुदेको छ हेर्नु है, त्यसरी हाफ प्यान्ट लाउने। यता हेर्नु हाफ प्यान्टमा सिरानदेखि उत्तरसम्म हाफ प्यान्टमा कुद्दैछन्। यता अब रियल सिन त यहाँ चाहिँ मान्छेहरूको यस्तो मोज छ, झ्याप्प खोलामा पस्ने। यस्तो दामी घाम लाग्दिएको छ। अन्त कोही साइड गर्नेहरू गरिरहेछन्। म पनि अब खोलैतिर जाँदैछु। जुत्ता सुत्ता सब थन्काइदियो। सो हाम्रो सर्वेको काम एकदमै चलिरहेछ। खेलो उफ्रियो गरायो के गर्यो डिस्क्रिप्सन लगाएर। अघि चाहिँ इन्स्ट्रुमेन्ट यतातिर थियो, यताको थोरै एक जोड थोरै डेटा देखिएन र त यता सार्दैछु। लगभग कम्प्लिट हुन लागेको छ हाम्रो सर्वेको काम। अब इन्स्ट्रुमेन्ट सार्ने काम हुँदैछ। यी जुत्तामा चाहिँ त्यही भएर अब पारी तार्न नभएर यसो भ्लग गरेछु। सर पनि जाँदै हुनुहुन्छ। यता सर चाहिँ यता बन्चले बस्ने भयो, सुरक्षासँग गफ गर्दै बस्दा हुन्छ यहाँनिर। हल्का एक्सिडेन्ट हुन्छ हल्का फुल्का। इन्स्ट्रुमेन्ट यहाँ हुन्छ सेटअप गर्दैछ। यता हाम्रो मिस्टर मुकेश सर र प्रशान्त सर घाम तात्दै बसिरहेछन्। पोखराको घाम कस्तो छ? एकदम कडा छ। यता माथि हेर्नु नै घाम कडा छ। अब पौडी खेल्न चाहिँ यो खोलामा साँच्चै भन्नुपर्दाखेरि तपाईँहरूलाई बस्न पनि मन लाग्दैन होला होइन। यहाँको कथा सुन्यो भने यहाँ माथि ड्याम छ, त्यहाँ ड्याममाथि एउटा त्यो घरहरू छ होइन। यहाँ चाहिँ सुँगुर पारेको छ अरे। अनि रातको समय कति 4-5 बजी चाहिँ त्यो त्यहाँको फोहोरहरू चाहिँ खोलामा छोड्छ अरे। त्यो भएर यो पानीमा पस्न पनि मन लाग्दैन। फोहोर चाहिँ त्यो कारणले नै भएको होइन, यहाँको पानी नै यस्तै हुन्छ। नेचुरल हो त्यो चाहिँ। जे होस् हल्का ठिक छ सबै कुरा। सो लगभग 3 बजीतिर चाहिँ अथवा 2:45 चाहिँ हाम्रो यो काम सकिएको छ। इन्स्ट्रुमेन्टहरू प्याक भइसक्यो। जान लाग्दैछौँ हामी। यता हाम्रो अडियन्सहरू माथि बसेर हेर्दैछन्। यहाँ थोरै लास्टमा त्यो उता अर्को ग्रुपको थोरै सकेको होइन, त्यो गर्दैछु। अब जाँदैछौँ हामी यहाँ बसबाटामा। अब चाहिँ हामी यो बसबाटामा आइपुगेको छौँ। अब यहाँबाट अघि बढ्दैछौँ। कुन ठाउँ जान्छौँ एकछिनमा थाहा हुन्छ। यता यो जुसर आउँदैछ, सबैजना बसिसक्यो। चढेर एउटा सिटमा गएर बस्दिने हो। कुन सिटमा बस्दैन? यसमा बस्दैन।
अब हामी गर्दाखेरि हामी पोखराको एकदम रेस्टुरेन्ट ठाउँमा जाँदैछौँ पोखराको ओभरअल जाँदैछौँ त्यसो दामी छ यहाँ बाटोबाट हालेर देख्दैछ यसलाई स्किप गरेर हामी एकैचोटि टप ठाउँबाट हेर्नेछौँ भ्यालीको भ्याली हेर्न जाँदैछौँ हामी थोरै पाहाडको यात्रा गरेपछि चाहिँ अहिले कुम्दिकोट भन्ने ठाउँमा आएको छु यो यहाँको पार्किङ एरिया होइन कमेन्ट नगर्नु होला खाजासाजा खाने हो मेरो भोक लागेको छ किनकि 4 बजिसक्यो त्यस पछाडि हामी घुम्न जान्छौँ भाइ कस्तो लाग्दैछ राम्रो छ अब चाहिँ हामी कुम्दिकोट आइसकेको छौँ यो गेट छ अन्त छिर्नुपर्ने छिरेपछिको भ्यू एकदमै बेटर हुनेछ यहाँको मेन फिचर्स एउटा शिवजीको मूर्ति अनि अब तपाईँलाई देखाउन चाहन्छु म रियल ठाउँ यो कोइवल लेक यो फियो ताल होइन अरे सायद फियो लेक नै भन्ने कुरा छ कुन लेक थाहा भएन एकदम दामी छ फेरि अघि जाँदैछौँ हामी एकछिन घुम्ने फिर्ने एकदमै रमाइलो छ तर हेरौँ न यता माथि स्कट ड्राइभिङ के अनि जे गर्ने छ क्या यहाँ के गर्न मन लाग्छ त्यही गर्ने हो यो पोखरा दाम छ दाम फाइनल हामी टपमा पुगिसकेको छौँ यहाँ छ शिवजीको मूर्ति एकदमै विशाल ठुलो यताहरू एकदम पानी लगाएको के अरे शिवलिङ्ग के भन्छ एरिया एकदम ठुलो छ यहाँ गर्मी एकदम तातो घाम लागेको छ यसो यहाँ हेर्दैछौँ हामी देख्दै अघि बढ्नुपर्ने लास्टमा ढोका नहेरेको छु आधा धोइए माथि अझै 108 लास्ट क्लासमा दुख्छ के दाइ देउले हामीले गर्न नि मिल्दैन लास्टमा
एरियामा ठुलो छ यहाँ पनि ढुङ्गे लाइन आएको घुम्ने निकालते करके लगा हाथ एघार सुरुवात छ यहाँ भने यहाँ क्लियर भयो यो त होइन तर नर्मल दिनमा यस्तो भिड रियल भ्यू पोइन्ट अहिले आइसकेको छ भनेको चाहिँ नि पोखराको भ्यू हेर्नु जाँदैछु भनेर यो पोखराको रियल भ्यू पोखरा भ्याली वरिपरि पहाडले घेरेको बिचमा बसेको ठाउँमा चाहिँ पोखरा भ्याली बनेको छ यता त्यो थाहा भएन त्यहाँ पर एयरपोर्ट छ यता फ्युल लेक एभ्रिथिङ छ यहाँनिर फोटोहरू खिचेर फर्किनेछौँ यहाँले देखिहाल्नु पोखराको शिवजीको मूर्ति पछाडि हामी अघि त्यहाँ माथि चढेर आयो अनि यसो भिडियोहरू बनायो ब्याकएन्डबाट पोखराको भिडियो हेऱ्यौँ एकदमै राम्रो ठाउँ रहेछ पोखराको अहिलेसम्म घुमेको मध्येको सबैभन्दा एक नम्बर लागेको ठाउँ यो मलाई चाहिँ हरेकलाई के लाग्छ थाहा भएन एकदमै भ्यू चाहिँ दामी देखिँदो रहेछ अब चाहिँ हर हर महादेव भन्ने पनि सुनाउँछ होला गेटबाट जाँदैछु पनि सधैँभरि यस्तो बसिरहनु काम छुट्टी हेर्ने फर्किने हो अरू भ्यू पोइन्टहरू पनि रहेछन् यस्तो भ्यू हेर्ने ठाउँ पनि आएको छ यता ड्रिम सिटीमा चाहिँ छिर्न अलिक नछिर्ने भयो हामी यहाँनिर किनकि भ्यू यहीँबाट मजाले देखिरहेको छ भने यता पारिपट्टि चाहिँ शिवको मूर्ति छ अनि यतापट्टि यस्तो मूर्तिहरू एकदमै ठुलो बनाएको छ ढाडाको टुप्पातिर भोटी लगाइसकेको छु आजको दिन कस्तो रह्यो भन्नु बवाल यार एकदम यस्तो यस्तो भन्दै फेरि बस्नलाई आजको आइटम छ मटन अनि खाना यता बफे सिस्टममा चलिरहेको छ केटाहरूको यता दोस्त हान्दैछ यता पर सरहरू यता हाम्रो साथीहरू पनि खाइरहेको छ र मेरो पालो साथीहरू हाम्रो आजको दिन यस्तै यस्तै गयो भन्नुपर्छ अहिले चाहिँ म यो रुममा आएर बसिरहेको छु अरू साथीहरू चाहिँ साइक्लिङमा गयो तर म चाहिँ अलिकति त्यो हिजो कुदाएकोले अलिक त्यस्तो दुखिरहेको छ त्यही भएर त्यतातिर गइनँ आज रेस्ट गर्नु पर्यो जस्तो लागेको थियो अनि निन्द्रा पनि अलिक पुगेको छैन आँखा पुरै रातो देखिरहेको होला अनि आज चाहिँ सुत्नु पर्यो मजाले
जस्तो लागेर खाना खाएर चाहिँ म यतै बसिरहेको छु। यसो भ्लग चाहिँ अहिले कहिले आउँछ केही नमान्दैन होला होइन। यो भ्लग भन्दा नि भाइ मेमोरी होइन त्यस्तो कुरो हो। किनकि पछिसम्म याद रहन्छ नि त। त्यो आजको भोलि नै लाउनुपर्छ आजको आजै लाउनुपर्छ भन्ने त केही छैन। तर यो मेमोरी हो पछिसम्मलाई याद हुन्छ। हस् अर्को दिनको भिडियोमा भेटौँला। धन्यवाद।